अब कुराको छ हाम्रो इ लर्निङ प्लेटफर्म अर्थात् गुगल क्लासरुम भयो, जुम भयो, मोडल भयो। यो सबै के हुन्छ हाम्रो इ लर्निङ प्लेटफर्महरू हुन् जसको हामीले चाहिँ प्रयोग गरेर के त अनलाइन सिकाइ गर्न सकिन्छ। जस्तै साथीहरूले तपाईँ केबाट पढ्नु भयो? जुमबाट होइन साथीहरू? हो नि? हो साथीहरू। त्यही गुगल क्लासरुम भयो, जुम भयो, मुडल भयो, सबै के हुन्छ हाम्रो इ लर्निङ प्लेटफर्महरू हुन् जसमा के त हामीले इन्टरनेटको प्रयोग गरेर अनलाइन सिकाइ गर्न सकिन्छ। भन्न खोजेको चाहिँ के हो भन्दाखेरि कि हामीले चाहिँ गुगल क्लासरुमको जुमको प्रयोग मुडलको प्रयोग गरेर पढ्छौँ नि, त्यसमा तपाईँहरूलाई इन्टरनेटको प्रयोग भएको हुन्छ भन्न खोजेको है। अर्को हाम्रो डिजिटल पुस्तक र नीतिगत दस्तावेजहरू खोज्ने हो साथै। यदि तपाईँहरूले चाहिँ अनलाइन पुस्तकहरू बाई गर्न चाहनुहुन्छ वा डिजिटल पुस्तकले अहिले तपाईँ के गर्नुहुन्छ मान तपाईँहरू तपाईँसँग टाइम छैन होइन के गर्नुहुन्छ त साथीहरू? तपाईँले लाइब्रेरी जान पर्दैन, पुस्तक पसल जान पर्दैन। तपाईँ के गर्नुहुन्छ? अनलाइनै इन्टरनेटबाट के उसको प्रयोग गरेर तपाईँ जुन पनि डिजिटल बुकहरू खरिद गर्न सक्नुहुनेछ। अर्को कुराको छ हाम्रो इन्टरनेट शिक्षण सिकाइमा जानकारीको स्रोतको रूपमा सहयोगी हुन्छ है। इन्टरनेट चाहिँ शिक्षण सिकाइमा जानकारीको स्रोतको रूपमा सहयोगी हुन्छ। एउटा के हो त? यो सोर्स हो है, स्रोत हो, जानकारी प्राप्त गर्ने एउटा स्रोत हो। कुन त? इन्टरनेट, जहाँबाट चाहिँ अनेकौँ जानकारी ज्ञानका कुराहरू चाहिँ त्यहाँबाट प्राप्त गर्न सकिन्छ। त्यस कारणले गर्दा यो चाहिँ जानकारीको स्रोतको रूपमा सहयोगी हुन्छ। को हुन्छ साथीहरू? इन्टरनेट हुन्छ। कुराको छ हाम्रो अन्य विद्यालय वा शिक्षकहरूसँग ज्ञान सञ्जाल विस्तार गर्ने। जस्तै तपाईँहरू चाहिँ साथीहरूले हाम्रो चाहिँ वाट्सएप ग्रुप छ नि, त्यो एउटा के हो हाम्रो त? ज्ञानको सञ्जाल नै हो, जहाँ तपाईँहरू चाहिँ मानव धेरै विद्यार्थीहरू चाहिँ कहाँ कहाँबाट हुनुहुन्छ, त्यो चाहिँ के गर्नुहुन्छ त? एक आपसमा कुरा गर्न पाउनुहुन्छ, नयाँ नयाँ कुरा सिक्न पाउनुहुन्छ, आफ्नो कुरा त्यहाँ सेयर पनि गर्न पाउनुहुन्छ भन्न खोजेको हो। एक विद्यालय वा अरू विद्यालयसँग सम्पर्क गर्न पर्यो होइन, मन तपाईँको वाट्सएप भयो, मेसेन्जरबाट भयो, वा मन आफ्नो त विद्यार्थी साथीहरू छन् तिनीसँग सम्पर्क गर्न पर्यो र ज्ञानको कुरा चाहिँ सञ्जाल विस्तार गर्न पर्यो भने त्यसमा पनि के त हाम्रो इन्टरनेटको व्यापक रूपमा प्रयोग र अनिवार्य पनि हुन्छ है। यसपछि रहेको साथीहरू हाम्रो शैक्षिक जर्नल है। हामी चाहिँ अघि पढ्यो कम्प्युटरको प्रयोग, त्यसपछि पढ्यो हामीले इन्टरनेटको प्रयोग। अब हामीले चाहिँ पढ्नेछौँ शैक्षिक जर्नलको प्रयोग है। शैक्षिक जर्नलको प्रयोग सबैले चाहिँ कम्प्युटरको बारेमा सुन्नुभयो होला होइन, इन्टरनेटको बारेमा सोध्नु होला। तर जर्नल के हो त आखिरमा? जर्नल के होला साथीहरू? शैक्षिक जर्नल चाहिँ शिक्षा सिकाइमा किन प्रयोग गरिन्छ वा के होला यो त? पहिला हामी थोरै परिचय बुझौँ त साथीहरू। शैक्षिक जर्नलहरू है अनुसन्धानमा आधारित शैक्षिक लेखहरू प्रस्तुत गर्छन् जसले शिक्षकलाई नवीनतम शिक्षण विधि, रणनीति र सफल अभ्यासहरूको जानकारी दिन्छ है। शैक्षिक जर्नल के हो त? एउटा अनुसन्धानमा आधारित शैक्षिक लेखहरू हो है। यसले के गर्छ त? शिक्षकलाई नवीनतम है भनेपछि नयाँ नयाँ शिक्षण विधि, टिचिङ मेथड, रणनीतिको बारेमा र सक्सेस एक्सर्साइज अर्थात् सफल अभ्यासहरूको जानकारी दिन्छ। कसले? शैक्षिक जर्नल। एउटा के हो त? हाम्रो शैक्षिक लेख हो है, लेख हो। जस्तो तपाईँको पत्र पत्रिका हुन्छ नि त, त्यहाँ के गर्छन् त? कतिपय विज्ञहरू, विषय विशेषज्ञहरू आफ्ना कुराहरू अथवा नयाँ नयाँ शिक्षण विधिहरूको बारेमा त्यहाँ बताएका हुन्छन् वा लेखेका हुन्छन्। त्यस्ता पनि के हो त? हाम्रो शैक्षिक लेख अन्तर्गत नै पर्छन् है। जसको चाहिँ प्रयोगले शिक्षकले नयाँ शिक्षण विधि पनि सिक्न पाउँछ, प्राप्त गर्न सक्छ, नयाँ रणनीति र सफल अभ्यासहरूको पनि जानकारी प्राप्त गर्छ शैक्षिक जर्नलबाट है। शिक्षकले शैक्षिक जर्नल इन्टरनेट र पुस्तकालयमा पाउन सक्छन्। हो साथै तपाईँ शैक्षिक जर्नल चाहिँ कहाँ प्राप्त गर्नुहुन्छ भने कतिपय पुस्तकालयमा चाहिँ त्यहाँ प्रिन्टेड हुन्छन्, त्यहाँ पनि तपाईँ प्राप्त गर्नु भएन भने तपाईँ अनलाइन चाहिँ इन्टरनेटको प्रयोग गरेर शैक्षिक जर्नल प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाईँलाई थाहा छैन भने तपाईँ अवश्य नै गुगलमा गएर सर्च गर्नुहोला
शैक्षिक जर्नलको बारेमा। त्यहाँ तपाईँले थुप्रै शैक्षिक जर्नलहरू प्राप्त गर्नुहुन्छ फ्रीमा, जहाँ तपाईँले चाहिँ हामीलाई नयाँ नयाँ शिक्षण विधिहरू कसरी प्रयोग गर्ने, अर्थात् तपाईँले त्यहाँ साथै क्लास 12सम्म दिएको हुन्छ। क्लास 12सम्मको चाहिँ सबै पाठ्यक्रममा आधारित हरेक विषयको चाहिँ हामीले कुन विषयमा कुन युनिटमा कुन चाहिँ हाम्रो शिक्षण विधि प्रयोग गर्दा बेस्ट हुन्छ, अनि सबै त्यहाँ कुराहरू पाउनुहुन्छ शैक्षिक जर्नलमा है। त्यसको लागि हामी धेरै नबुझौँ, किन भन्दाखेरि अधिकांश यहाँ गहिरो प्रश्न सोधिँदैन है। पावर पोइन्ट स्लाइड निर्माण गर्दा विषयसँग सम्बन्धित चित्रहरू, बुलेटहरू, संक्षिप्त जानकारीहरू प्रयोग गर्ने कुरामा पनि ध्यान दिनुपर्छ हो। साथै यदि हामीले माइक्रोसफ्ट पावर पोइन्टमा चाहिँ हामीले स्लाइडहरू प्रयोग गर्छौँ नि त, त्यहाँ चाहिँ हामीले विषयसँग सम्बन्धित चित्रहरू, फोटोहरू राखिदिने, बुलेटहरू प्रयोग गर्ने, संक्षिप्त जानकारीहरू राखिदिने होइन, त्यस्ता कुरा चाहिँ हामीले प्रयोग गर्न सक्छौँ आइसिटीको प्रयोगलाई है, शिक्षा सिकाइमा। जहाँमा तपाईँहरूले सासाना बच्चाहरू हुन्छ नि त, सासाना बच्चाहरू हुन्छन्, जहाँ तपाईँहरूले चाहिँ लेख्नुभन्दा पनि बेस्ट तिनीहरूलाई चित्र हेराएर पढाउनुहुन्छ। त्यस्ता चित्रहरू हेराएर पढाउनुको लागि पनि हामीले पावर पोइन्टको प्रयोग गरेर निकै नै सहज तरिकाले पढाउन सकिन्छ। जर्नल अध्ययनले शिक्षकलाई अनुसन्धान र शैक्षिक नवप्रयोगको ज्ञान दिन्छ है। जर्नल अध्ययनले के गर्छ त, शिक्षकलाई अनुसन्धान गर्न र नयाँ नयाँ शैक्षिक प्रयोगको बारेमा त्यसले ज्ञान दिन्छ। हामीले चाहिँ यस्तो नयाँ नयाँ कुराहरू पत्ता लगाउन सकिन्छ, वा हामीले चाहिँ यो प्रयोग गर्दा झन् बेस्ट हुन्छ, वा शिक्षण सिकाइ चाहिँ अझै प्रभावकारी हुन्छ भन्ने कुरा चाहिँ त्यसले शैक्षिक जर्नलले दिने गर्छ है। शिक्षकले शैक्षिक प्रविधि प्रयोग गर्न गुणस्तरीय शिक्षण गर्न सिक्नुपर्छ है। शिक्षकले के त, हामीले शैक्षिक प्रविधिको प्रयोग गरेर के त गुणस्तरीय शिक्षण गर्न सिक्नुपर्छ। त्यसले के हुन्छ त, शिक्षण सिकाइ दिगो, दीर्घकालीन र प्रभावकारी र विद्यार्थी मैत्री हुन्छ है। अब हामीले चाहिँ हेर्ने प्रयोगहरू, शैक्षिक जनको चाहिँ शिक्षण सिकाइमा के कामको लागि प्रयोग गरिन्छ भन्न खोजेको है। ती केही महत्त्वपूर्ण रहेका छन् हाम्रो कार्यहरू। कुन कार्यमा यसको प्रयोग गरिन्छ भन्दाखेरि अनुसन्धानमा आधारित शिक्षण रणनीति अपनाउन यसले सहयोग गर्छ। जस्तै तपाईँले आफ्नो विद्यार्थीले भनिदिनु भयो, ठिक छ तिमीहरू जाऊ फिल्डमा होइन, फिल्डमा गएर फिल्ड वर्क गरेर लाऊ, अथवा तपाईँहरू चाहिँ तिमी गाउँघरमा जाऊ अनि अनुसन्धान गरेर लाऊ कि कति मतलब त्यहाँका समुदायहरू चाहिँ साक्षर छन्, कति निरक्षर छन्। अब तिनी के गर्छन् त, त्यहाँ गएर फिल्डमा खट्छन् है, अनुसन्धान गर्छन् कि कति चाहिँ त्यहाँका विद्यार्थीहरू वा त्यहाँका व्यक्तिहरू साक्षर छन्, कति निरक्षर छन्, ती साक्षर हुनुको कारण के हो, निरक्षर हुनुको कारण के हो, हामीले के गर्दा चाहिँ तिनीहरूलाई अझै हामीले बढी सङ्ख्यामा साक्षर बनाउन सकिन्छ, यस्ता कुराको बारेमा त्यहाँहरू अनुसन्धान गर्छन् भने त्योमा त्यो अनुसन्धान गरेर जुन प्रतिवेदन पेस गर्छ नि, त्यो प्रतिवेदन पनि के त हाम्रो शैक्षिक जर्नल अन्तर्गत नै पर्छ है। अर्को छ हाम्रो विषयगत गहन अध्ययन गर्नका लागि, शिक्षणमा सुधार ल्याउनको लागि यसको प्रयोग गरिन्छ र शिक्षकहरूका लागि पेसागत विकासमा उपयोगी हुन्छ। र साथै यो जुन चाहिँ हाम्रो शैक्षिक जर्नल, यो चाहिँ अधिकांश अधिकांश भने पनि तपाईँहरूले 90% चाहिँ मात्र शिक्षक केन्द्रित हुन्छ है। यो चाहिँ विद्यार्थी केन्द्रित भन्दा पनि शिक्षक केन्द्रितमा बढी यसले सहयोग पुर्याउँछ शैक्षिक जर्नल। अर्थात् यसको बुझ्नुहोस् तपाईँ सामान्य भाषामा के भन्दाखेरि यसको प्रयोग चाहिँ अधिकांश रूपमा शिक्षकले नै गर्ने गर्छन् है। निलावतीले भन्नुभएको छ, सर क्लास कब इन्ड हुन्छ, के छ र त क्लास तकको लागि त पहिला हतार छ क्या हो। हो हतार छ क्या हो। ल साथीहरू, अहिलेसम्म तपाईँ सबैले पढ्नु भयो, कतिपय चाहिँ सुत्नुभयो होला, कतिपय चाहिँ अल्छी पनि मानिरहनु भयो होला, कसैले चाहिँ अलिकति उसमै हुनु होला होइन, ओछ्यानमै हुनुभयो होला, त्यसरी पढिआयो होला। हो ठिक छ, त त्यसै कारणले गर्दा कतिपय चाहिँ टिपोट गर्न सक्नुभयो होला, कतिपय चाहिँ छोडिदियो होला, कतिपय अल्छी माने होला। त साथीहरू, अब हामी चाहिँ फेरि एकपटक सबैलाई चाहिँ हामीले बिर्स्न नखालको, कोही पनि नबिर्सोस् भनेर, किन भन्दाखेरि साथीहरू तपाईँहरू अब यसपछि चाहिँ अनलाइन क्लास पाउनुहुन्न फेरि है, भनेपछि रिभाइज क्लास पाउनुहुन्न है फेरि यसपछि। यो क्लास सकिसकेपछि तपाईँ चाहिँ रिभाइज क्लास पाउनुहुन्न। त्यस कारणले गर्दा जुन तपाईँ युनिट च्याप्टर पढ्नुहुन्छ नि, त्यो तपाईँको लागि अन्तिम हो, अन्तिम पटक हो। किन भन्दाखेरि तपाईँसँग टाइम पनि अब धेरै छैन। आज तपाईँको चाहिँ 27 गते भइसक्यो, तपाईँको त 20 गते इक्जाम नै हो।
तपाईँले चाहिँ हामीले अधिकभन्दा अधिक समय दिएर पढ्न पर्यो, कडा मेहनत गर्नु पर्यो। यदि तपाईँ नोट बनाउनु भएको ठिकै छ, बनाउनु भएको छैन भने जति हाम्रो पिडिएफ छ नि, बाउको एक्सिडेन्ट भएको छ। ए हुन्छ, गरेर जानु छ एकछिनमा हाम्रो क्लास सकिन्छ, आधा घन्टामा 7 बजेर 20 मिनट क्लास सकिन्छ है। त्यस्तो इमर्जेन्सी छ भने तपाईँ जान सक्नुहुन्छ है, लीलावती शर्मा, सरी लोहार विश्वकर्मा। साथीहरू हामी चाहिँ आफ्नो प्लान अझै दिगो बनाउनको लागि हामी चाहिँ एकचोटि फेरि सर है हामीले मुख्य मुख्य बुदाहरू फेरि बुझ्नेछौँ। त्यसपछि चाहिँ हामीले अभ्यास गर्नेछौँ है। एकछिन चाहिँ हामीले साथीहरू सबैजना चाहिँ सर र सुरुदेखि नै हामीले तिनवटा बारेमा मुख्य मुख्य बुदाहरू पढ्नेछौँ। सर है धेरै टाइम होइन, अथवा धेरै टाइम मात्र पढ्दा। यदि कोही चाहिँ टिप्पण गर्न छुट्नु भएको छ भने त्यो पनि उहाँलाई पनि टिप्पण गर्न सजिलो हुन्छ। त्यसपछि हामीले चाहिँ राम्रोसँग अझै धेरै बुझिसकेपछि यो चटबाट तपाईँको इक्जाममा चाहिँ कस्तो क्वेसन सोधिन्छ, जस्तो हामीले महत्त्वपूर्ण आवश्यक सम्भावित प्रश्नको अभ्यास पनि गर्नेछौँ है। हामीले चाहिँ आज के पढ्ने साथीहरू, शिक्षण सिकाइमा कम्प्युटर, इन्टरनेट र जर्नलको प्रयोग, यहाँ तिनवटा कुराको बारेमा भनेको छ हो नि। शिक्षण सिकाइ है, टिचिङ लर्निङमा चाहिँ कम्प्युटर, इन्टरनेट र जर्नलको प्रयोगको बारेमा भनेको छ। अर्थात् तिनटै ती कुराहरू चाहिँ हामीले बेग्ला बेग्लै पढ्यौँ होइन। कम्प्युटर के हो, यसको प्रयोग चाहिँ कसरी गरिन्छ, कुन कामको लागि गरिन्छ, सबैले पढ्नु भयो होइन। कम्प्युटर शिक्षण सिकाइमा एक प्रभावकारी उपकरणको रूपमा प्रयोग हुन्छ। यसले शिक्षणलाई दृश्यात्मक र अन्तक्रियात्मक प्रभावकारी बनाउँछ। अनि जुन चाहिँ अहिले 21औं शताब्दीमा आएर कम्प्युटर निकै नै अनिवार्य भइसकेको छ। र कम्प्युटरले के गर्छ त, विद्यार्थीले आत्मनिर्भर र प्रविधि मैत्री बनाउँछ। यसले के गर्छ त, बालबालिकालाई प्रेरणादायी र उपयोगी हुन्छन् त्यसको प्रयोगले। र कम्प्युटरमा है, कम्प्युटर चाहिँ हाम्रो शिक्षा सिकाइमा कहाँ प्रयोग गरिन्छ, कुन कामको लागि प्रयोग गरिन्छ भन्दाखेरि पावर पोइन्ट बनाउनको लागि भइहाल्यो, भिडियो बनाउने, एनिमेसन मार्फत पाठ प्रस्तुतिकरण र अभ्यास गर्नको लागि कम्प्युटरको प्रयोग गरिन्छ। अभ्यास कार्य तयार गर्नको लागि जस्तै वर्ड, एक्सेल, तपाईँ भर्खर पढ्नु भएको नि त, वर्ड मार्फत पढ्नु भएको छ है, वर्ड मार्फत पढ्नु भएको छ। यस्ता कार्यको लागि पनि कम्प्युटरको प्रयोग गरिन्छ। मूल्याङ्कनको रेकर्ड है, अभिलेख राख्नको लागि पनि चाहिँ कम्प्युटरको प्रयोग गरिन्छ। शैक्षिक सफ्टवेयर वा एप्सहरू मार्फत अभ्यास गराउनको लागि पनि कम्प्युटरको व्यापक रूपमा प्रयोग भएको पाइन्छ। यी सबै के हुन्छ, हाम्रो कम्प्युटरको कार्यहरू हुन्। अर्थात् शिक्षक सिकाइमा चाहिँ कम्प्युटरको प्रयोगहरू यस्तो काम गर्नका लागि प्रयोग गर्ने गरिन्छ। त्यसपछि रहेको छ हाम्रो इन्टरनेटको प्रयोग पढ्यौँ होइन। इन्टरनेटको प्रयोग के किन गरिन्छ भन्दाखेरि यसले शिक्षक र विद्यार्थी दुवैलाई नयाँ जानकारी र संसाधन प्राप्त गर्न सहयोग गर्छ। इन्टरनेटको प्रयोग यदि भएन भने, अर्थात् इन्टरनेटको प्रयोग बिना चाहिँ शिक्षण सिकाइ परम्परागत भनेपछि पुरानो र सीमित स्रोतमा आधारित हुन्छ। यदि चाहिँ प्रविधिको अभाव भयो, इन्टरनेटको समस्या भयो भने के हुन्छ, अनलाइन शिक्षण गर्न चुनौती पैदा हुन्छ वा रोकावट आउँछ है। अब साथै शिक्षण सिकाइमा चाहिँ इन्टरनेटको प्रयोग कुन कामको लागि गरिन्छ भन्दाखेरि इन्टरनेट प्रयोग गरेर शिक्षकले नयाँ शैक्षिक सामग्री खोज्न सक्छन्, अनलाइन सामग्री प्रयोग गर्न सक्छन्, ई लर्निङ प्लेटफर्ममा त्यहाँ चाहिँ पढाइ गर्न सक्छन्, डिजिटल पुस्तकहरू किन्न सक्छन्। इन्टरनेट शिक्षण सिकाइमा जानकारीको स्रोतको रूपमा यसले सहयोगी गर्छ अथवा सहयोग गर्छ। र अन्य विद्यालयहरूसँग, अन्य शिक्षक साथीहरूसँग, अन्य विद्यार्थीहरूसँग के त ज्ञान सञ्जाल विस्तार गर्नको लागि पनि इन्टरनेटको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ। त्यसपछि हामीले पढेको थियौँ शैक्षिक जर्नलको बारेमा। यो के हो भन्दाखेरि एउटा अनुसन्धानमा आधारित शैक्षिक लेखहरू हुन्, जसले के गर्छ त, शिक्षकलाई नवीनतम शिक्षण विधि, रणनीति र सफल अभ्यासहरूको जानकारी दिन्छ। र साथीहरू शैक्षिक जर्नल चाहिँ शिक्षक केन्द्रित सामग्री हो, यो चाहिँ शिक्षकले प्रयोग गर्ने गर्छन्। शिक्षकले शैक्षिक जर्नल इन्टरनेट वा पुस्तकालयमा प्राप्त गर्न सक्छन्। तपाईँलाई इक्जाममा सोधिन्छ क्वेसन है, शैक्षिक जर्नल चाहिँ कहाँ प्राप्त गरिन्छ, वा शिक्षक चाहिँ शैक्षिक जर्नल कहाँबाट पाउँछन् भनेर। कहाँबाट पाउँछन् भन्दाखेरि इन्टरनेटको मार्फतबाट वा कुनै पनि पुस्तकालयमा शैक्षिक जर्नल प्राप्त गर्न सकिन्छ।
शिक्षकले है शैक्षिक प्रविधि प्रयोग गर्न गुणस्तरीय शिक्षण गर्न सिक्नुपर्छ। साथीहरू शिक्षण सिकाइमा चाहिँ शैक्षिक जर्नल शैक्षिक जर्नलको चाहिँ कुन कामको लागि प्रयोग गरिन्छ भन्दाखेरि अनुसन्धानमा आधारित शिक्षण सिकाइ गर्नका लागि विषयगत गहन अध्ययन गर्नका लागि जुन विषय तपाईँ शिक्षक हुनुहुन्छ त्यसमा चाहिँ अझै अझै अधिकभन्दा अधिक चाहिँ ज्ञानहरू हासिल गर्न गहन अध्ययन गहिरो अध्ययन गर्नका लागि पनि यसको प्रयोग गरिन्छ। शिक्षणमा सुधार ल्याउनको लागि पनि शैक्षिक जर्नलको प्रयोग गरिन्छ र शिक्षकहरूको लागि पेसागत विकासमा पनि यो निकै नै महत्त्वपूर्ण उपयोगी हुन्छ। र साथै अहिलेसम्म तपाईँ जति टिपोट गर्नुभएको छ नि सबैले चाहिँ के गर्नु भन्दाखेरि सर र एकचोटि चाहिँ सबैले चाहिँ पढ्नुहोस्, सबैले चाहिँ एकचोटि सर र पढ्नुहोस्, त्यसपछि हाम्रो चाहिँ क्लास फेरि जोइन गर्नु होला भनेपछि एकदिन चाहिँ ब्रेक हुन्छ है। एकछिन तपाईँको लागि ब्रेक हुन्छ 8 मिनटको। 8 मिनटको ब्रेक पछि साथै सबैजना फेरि जोइन गर्नु होला। यससँग सम्बन्धित आवश्यक महत्त्वपूर्ण तपाईँको इक्जाममा चाहिँ कस्तो क्वेसनहरू सोधिन्छ त्यस्ता हामीले महत्त्वपूर्ण अधिकभन्दा अधिक क्वेसनहरू हामीले अभ्यास गर्नेछौँ। त्यस कारणले गर्दा सबैजना चाहिँ कृपया अहिले चाहिँ आफूले रिपोर्ट गरेको नोट पढ्नु सेक्सन, त्यसपछि हाम्रो चाहिँ ब्रेक टाइम पछि आफै जोइन हुनु होला र अभ्यास गर्नु होला। हस् साथीहरूलाई सबैजना चाहिँ आफ्नो चाहिँ एकचोटि सर रिभाइज गर्नुहोस् त नोट गरेको। साथीहरू भाइ अलिकति टाइम बढिदिनुहोस् है पढाइमा। सबैले टाइम दिनु बढी, किन भन्दाखेरि जसले मेहनत गर्छ नि त्यो भोलि सफलता अवश्य प्राप्त गर्छ। टार्गेट राख्नुहोस् 20 गते है, 20 तपाईँको टार्गेट हो नि त। धेरै पढ्नुहोस्, तपाईँलाई जे चाहिन्छ हामीसँग भन्नुहोस्, हामी तपाईँले उपलब्ध गराउँछौँ शैक्षिक सामग्रीहरू। तर प्रायः तपाईँ कुनै पनि कमी नराख्नुहोस् है।